गाइज अहिले हामी कता हो भवन घरमा है आज चाहिँ के छ माहौल बिहे हाम्रो साथीको युनाको दुलाको नाम के हो अञ्चल गुरुङ के रे? अञ्चल गुरुङ 14 अञ्चल हो कि 14 अञ्चल 75 जिल्ला हो क्या सरी है हल्का रमाइलो सो आज होइन बिल्ला होइन बिल्ला त होइन एउटा पार्ट अफ जोक भनौँ न सो आजको भ्लग चाहिँ हाम्रो सुरु भइसक्यो र थम्बनेल टाइटलमै हेरिसक्नु भयो तपाईँहरूले होइन आज हामी कहाँ जाँदैछौँ बिहेमा भन्ने कुरा सो आज चाहिँ जन्तीमा होइन कि शमसेमा चाहिँ जाँदैछौँ हामी है त्यही भएर अब शमसे टोली भनेको दुलैको टोली हो त्यही भएर दुलैको साथीहरूबाटै आजको भ्लग ठाउँको ठाउँ सुरु है अनि अब हामी एकैछिनमा चाहिँ चट्ट टिकाटालो गरेर सकिएपछि हामी निस्किन्छौँ आज चाहिँ मार्मिक तरिकाले रमाइलो गर्नुपर्छ है के थाहा त्यहाँ गएर हिरोहरू कुरिरहेको कि सोल्टा सोल्टिनीको एक्सपेक्ट चाहिँ धेरै नगर तर हामी भइनी डरो रमाइलो गरेर आउने एकदम होइन त नि ल अब केही छ अरू भन्नुपर्ने केही छ अब थप्नु पर्ने ल थप है छैन अघि नै त अनि रमाइलो गरेर जानुपर्छ है कहिले आउँछ यो भ्लग रमाइलो गर्नुपर्छ आजको बिहे सकाउन पर्दा अनि त्यसपछि आइहाल्छ नि तर हामी कहिले आज गएपछि कहिले फर्किन्छ भोलि कि पर्सि भोलि तर पर्सि बिहा त त्यहाँ त पर्सि हो भन्ने कुरा छ पर्सि पर्सि मनाउने रे के भोलि हैन रे भोलि के गर्ने त गएर के थाहा घुम्ने पोखरा लेक साइड 16 जाने क्यासवाल जाने मुस्कान गुरुङ भेट्न जाने कि मुस्कान गुरुङ भेट्न जाने बोलाउन प्लिज बिग फ्यान हो है म चाहिँ बिग फ्यान त अहिले भ्लग हेर्दै सधैँ मुस्कान गुरुङ यो मुस्कान दिदीलाई के रे यहाँबाट भेट्ने सेट्ने नभन किनकि हामी त्यहाँ पुगेर फर्किसक्यो हुन्छ यो भ्लग पोस्ट गर्ने बेलामा त होइन त ल ल ल अब हामी अहिले एकैछिनमा भेट्छौँ ल हस् ल ज्ञानीहरू
शाबास खाएर जाने हो गोरा फुलेलाई
मनभरि गफैलो है कमी सुनानी बिलाइसकेको क्या दे कतै मन पऱ्यो यदि क्या त साले कतै मन पऱ्यो यदि साले क्या दे दिल बसी बेले मुना नहीं दिल बसी बेले मुना दिल बसी बा मीठा बा मोड़ाई गोलो गोलो हो मोड़े गोलो गोलो आजे हाम्रो हाम्रो मामालाई यहाँ एउटा मोल्चो मन पर्यो रे सबैको मोल्चो मन पर्यो हाम्रो मामालाई के भन्छ है यो छेउको मान्छे तेरिका हाम्रो यहाँ अब आमापाटीको रमाइलो धमाइलो चाहिँ सकियो अब दुलहीलाई चाहिँ चट्ट माग्ने के भन्छ अरे त्यसलाई दुलहीलाई चाहिँ घरबाट निकालेर अब जन्ती टोलीसँग पठाउने प्रोसेस चाहिँ चल्छ भनौँ न प्रोसेस पनि होइन यार नेपालीमा के पो भन्छ त्यसलाई कस्तो सम्झिने बेला त कहाँ आउँछ त नि अब जस भनौँ न दुलाले चाहिँ दुलीलाई लिएर जाने काम चाहिँ हुन्छ है अब रमाइलो त भइरहेको थियो अहिलेसम्म आमापाटीहरूसँग मजाले होइन कहिले पन्चेबाजामा कहिले मादलमा अब त्यो मात्रै गरेर पनि भएन अब जन्ती टोली आएपछि अब सौसे टोलीलाई लानै पर्यो होइन दुलही साथमा अब रात पनि पर्न लागिसकेको छ ओके अब हामी यहाँ भवन घर छोडेर चाहिँ उता दुलहीको घरमा जान्छौँ सबैजना त्यहीँ जम्मा हुन्छ अनि संसद जाने टोलीहरू चाहिँ कतिजना हुन्छ त्यहीँ गएर देखाउँछु म तपाईँहरूलाई है त ओके लेट्स गो लगाइदिनु पर्छ सानीहरूले लगाइदिनु पर्छ All good? Anu भाइको ब्लग सबैले सब्स्क्राइब गर्नु होला ब्लग सब्स्क्राइब
अम्मै जल्दी ल सबजना अब गाडीसम्म चाहिँ हिँडेर जानुपर्ने हुन्छ ठाडो उकालो बाटो है थकै पनि लागिरहेछ सबजना लेफ्ट राइटमा उकालो गाडी चाहिँ माथि रोडमा छ कि फेरि आहान यार आहान जान्दियो जान्डोले हेर्नु सोध्छ अम्मै ओइ के हो हट मजाले सुतेको छैनहरू त के भयो किन सुतेको तिमीहरू तिमीहरू त बाटोमै पनि हिँडाउनु थाल्यो क्यामेरा अन गर्नु भएन सो हामी चाहिँ अहिले 9:30 भयो पाउदी आइपुग्यो अब यो गाडीबाट हामी चेन्ज गरेर त्यो गाडीमा जान्छौँ है यो सब निन्द्रा लगाएर जन्तीको गाडी त कहाँ हो यहाँसम्म रे जन्तीको गाडी त कहाँ पुग्यो शमशेर टोलीले नलिकन बेपत्तै भइगयो यार पाउदीमा कुर्छ होला भने त कहाँ कुर्नु नि सरारै उता गाउँबाटै जोडेको हामी डाँडासम्म हिँडेर आयो उनीहरू हिँड्ने बेलामा हाम्रो गाडी नै आएको थिएन लगभग 10-15 मिनट अगाडि हिँडेको उनीहरू अब कहाँ पुग्यो नि भने अब कुर्ने त खै छैन कुरै छैन पुगिसक्यो होला आधा बाटो हामी बल्ल पाउँदै आइपुगेछौँ यही हो कि जाऊँ न जाउँ ओके अब एकैचोटि पोखरा गएर भेट्छौँ हामी है बाटोमा अब त्यस्तै हो लङ टुर त्यही माथि अब जन्तीको टोलीसँग जान पाए पो रमाइलो हुने अब शमशेरको टोली मात्रै छोडेर गयो कता गयो होइन कहाँ पुग्यो अत्तो पत्तो छैन त्यही भएर अब बाटोमा रमाइलो हुने त्यस्तै होला हामी बाटोमा रेस्ट गर्छौँ त्यहाँ गएर रमाइलो गर्नेछौँ अथवा भोलि भेट्नेछौँ भएसम्म भरे नै भेटौँला हामी है अब भएसम्म केही छिनमा भेटौँला हामी अब हामी यहाँबाट पाउँदीबाट चल्छौँ गाडी चेन्ज गरेर है त ट्याक्कै टाइम चाहिँ 11 भयो अहिले रातिको अनि कर्पुटारको रामबजारमा आइपुग्दा चाहिँ टक्क हाम्रो यहाँ हावा थोरै फुस्क्यो भनौँ न टायरको थोरै धेरै त होइन थोरै चाँदै गरिदियो रिस्क लिनुभन्दा होइन रिस्क लिनुभन्दा पनि यो टायरलाई अब फेरेर चाहिँ चट्ट लाएर अर्को टायर हालेर फेरि कुद्ने हो अनि अगाडि आएको टोली चाहिँ यहाँ कुरिरहेको रहेछ लगभग 20-25 मिनट जति कुर्यो अरे अनि निस्क्यो फेरि हामी आइपुग्यो हाम्रो टायरको हावा गयो उनीहरू पनि गयो अब उता गएर भेट हुन्छ हाम्रो फेरि पनि भइरहेको छ यहाँ आयो आमा टायर त आज गाडी किनेर 1 वर्षमा आधै एउटा टायर फेरेको हो कि बल्ल आजै हालेको 1 वर्षमा बल्ल यो युज भएको हो कि बाबा त्यो टायर नि अहिले दिउँसै बनाएको अरे त बनाएको फेरि गरे त स्याटे सक्यो भने त नि अब सब जान्छ फेरि
पानी कल मऱ्यो भाइ बस आइपुगी त गो ट्याक्सी 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 विजय दाइ ठिक छ नि ठिक छ नि एकदम मन्सोलले तल छ तल भइसकिसक्यो सो अहिले चाहिँ हामी इन्टरनेसनल युथ होस्टेल भन्ने ठाउँमा छौँ अनि केटाहरू सबैजना सुतिसक्यो केटाहरूको लागि चाहिँ 3टा रुम लिएको छ भने केटीहरूको लागि 2टा रुम लिएको छ अनि यो चाहिँ हाम्रो सबै दुला राजाको तर्फबाट है सो यही हो यसो हेर्दा चाहिँ होस्टेल टाइपको दुबई कतार नै पुग्या हो कि भन्ने टाइपको देखिन्छ होइन बट यो चाहिँ मलेसिया हो बट यो चाहिँ हाम्रो नेपालको पोखरामा हो अनि त्यही हो अहिले चाहिँ कति बजी माइला 4 बजेर 17 मिनेट गयो ट्याक्कै 4 बजेर 17 मिनेट अहिले चाहिँ हामी सुत्न लागिरहेछौँ सबैजना आफ्नो रुममा छिरिसक्यो अब हामी पनि सुत्ने तयारीमा छौँ अब ओए मस्ती बत्ती मारिदियो है अब सुतम मार्न ओए मार्न अल्छी नगर्न ओए भाले भाइ मारिदियो त ल ओके गाइज अब हामी आजलाई सुत्छौँ अनि भोलिको लागि के छ कसो छ अब बिहान उठेरै थाहा हुन्छ है त लगडा गुड नाइट ओके गुड नाइट गुड नाइट ओके गुड नाइट ओ त्यो सुन्नु गर्न गर्ने मैला ओके गुड नाइट अब हामी बिहान मर्निङको ब्रेकफास्टमा भेट्नेछौँ है त हेलो गाइज गुड मर्निङ हामी अहिले होस्टेलमा छौँ होस्टेलमा पोखराको लेग साइडमा रे नदीपुर ठ्याक्कै मणिपालको जाने बाटोमा यहीँनिर छेउमा सबजनाको आज होस्टेल सुताइ भयो पोखराको बसोबास यस्ता छौँ हामी रातिको यस्तो नि दिएको थिएन आज हामी सम्झ्यो होइन कि स्टुडेन्ट हामी होस्टेल फर्केर होस्टेलमा फर्केर आए जस्तो चाहिँ होस्टेलमा बस्न फिलिङ चाहिँ भयो भन्दै बियर काइका हो यार गुड मर्निङ मान्दै विराज भट्ट ए गुड मर्निङ भन्ने बिर्सेछ नि केटा हल्ला गुड मर्निङ कसरी नै किन्ने भने यार
बेर बेर छोरीमा ल अब होस्टेल छोडेर निस्कियो हामी होइन त नि पाना इचुली मसला ए ओइ आचे कोरे वाले तो रहे हुए स्वीकार होगा आचे कोरे वाले चले तो वो तो रहे हुए कोरे हुए चक्कर गया नहीं गुड मर्निङ मर्निङ खाजा भइसक्यो हस् ओए के हो केटाहरू त पुल हान्ने भन्छ त गुड मर्निङ गाइज गुड मर्निङ गुड मर्निङ गुड मर्निङ ल केटाहरूको यहाँ मर्निङ ब्रेकफास्ट हुँदैछ मर्निङ पनि कति बज्यो भने लगभग अहिले 10:30 भइसक्यो उठेको चाहिँ अघि कति 8 केटाहरू 8:30 बजीतिर उठ्यो कि अनि अहिले चाहिँ 10:30 बजीतिर ब्रेकफास्ट भइरहेछ के हो खाजामा ओइ के हो खाजामा दुनोट भगु परोटी रे होइन हामी कहाँ हिँड्या हो कहाँ हिँडेको कता हिँड्या हो कहाँसम्म हो अत्तो पत्तो छैन सो अहिले चाहिँ हामी होटेल होइन होस्टेलबाट निस्किसक्यौँ अनि दुलैको घर जाँदैछौँ लेफ्ट राइटमा कतिपय केटाहरू चाहिँ हिँड्न झ्याउ लागेर गइसक्यो गाडीमा हामी अलि बलियो हृष्टपुष्ट खालको पऱ्यौँ क्या त्यही भएर अलि हिँड्दै गयो यस्तो घाममा घाम पनि फेरि मिठो लाग्छ आप्पै झ्याउला हा लिनिसा निन्द्रा पुगेन सुताइ कस्तो हो 5 बजे कति बजी उठ्यो अनि 7 बजे लाग्दाखेरि कस्तो भयो त सुताइ होस्टेलमा सुतेर आऊ राम्रो भयो है एब्रोड फिल आयो क्या होस्टेल एब्रोड फिल हो किनभने विदेशको पुरै त्यो अलिकति लेबर क्याम्पतिर त्यस्तै बेड हुन्छ बिहान बस्यो भने विदेशको अकोमोडेसनको याद आयो त्यस्तै थियो त कस्तो भयो तिमीहरूको सुताइ ए अबै रातभरि टिकटक बनायो 4 बजे सुतेको कसको फोन कसको फोन किताला रोलो बजेर आयो किताला रोलो के कसको फोन यत्रो राकेश को फोन आथ्यो को राकेश हो छुट्टी त्यहाँ फोन गर्ने न तपाईहरुको त्यो सुतेको हामी त सुतिहाल्यो नि ठिक हो ठिक छ नि माथि ठिक छ नि एक्सर्साइज राम्रो भइरहेको बेसरी रमाइलो लाग्छ हिँड्नु पऱ्यो होइन भन्नु हेलो कस्तो भयो सुताइ सुताइ चाहिँ राम्रै भयो अहिले चाहिँ हामी यसरी वाक गरिरहेछौँ अनि खाली पेट पनि एक्सर्साइज हुँदो रहेछ थाहा बल्ल थाहा भयो पनि खाइसक्यौँ है उनीहरू मात्रै गएर खाएर आएको बाहिर यिनीहरू सुतिरहेको थियो त्यही भएर बोइज ग्याङ अनि म राइडुसँग बोलेको छैन किनकि मेरो झोलै बोक्दैन ए ठुलो पल्टेको है झोला होइन भ्लग बनाउनु रहेछ र ठुलो पल्टेको मान्छे बोक्यो भने अब बोकिदिन्थ्यो झोला के बोक्ने फेरि जेलास हुन्छ फेरि दिदी बहिनी नै ठिकै चाहिँ हुनुपर्छ मामु पनि हुनुहुन्छ हाम्रो हजुर कस्तो भइरहेछ हिँडाइ साह्रै दुःख लाग्यो दुःख लाग्यो साह्रै हेलो गाइस कठै अनि निकिता गुरुङ फ्रम ट्याक्जुङ डटर अफ राजकुमार सुब्बा के हो नि अहिले खायो तर नि अरे
होटल त ल खाना खाएर लोकन्ती टोलीलाई चट्ट लाएर बिदाबाजी गर्न लागेको अवस्था है त ओके घुम्न आउने है मारी है अब एबिसी घुम्न आउने ढाक्कै हाम्रो घर बस्ने धेरै आउने टिका थाप्नलाई सबै अलि मिलाएर है कता हामी भन त
हामी डुम्रेमा इस्ट डुम्रेमा सानो डुम्रे हो त अनि उजमा ठुलढुङ्गा ठुलढुङ्गामा ठुल्ढुङ्गा यो यहाँ केवल फेस हेरौँ न कस्तो आएर छ अगाडिबाट के फेस के फेस फेस अँ। भगवाला है अगाडिबाट के भगवाला है अगाडिबाट के प्लिज अगाडिबाट नमस्कार गर्छु म यता गर्नु मलाई छ्याजल्लो नमस्कार अनि के त हामी बिहेमा गएर आएको हामी बेमा गएर आएको रमाइलो नि भएन रमाइलोको त रहनी भएन है बिचारा हामी प्यारजुङ्गे टोली अनि मेरो ओटिटी चाहिँ पहिला राम्रोसँग फेरि मिलाइ हो ल ल ल मेरो काका उहाँ अनुप गुरुङ केही छ भन्नु छैन म रमाइलो कतिको भयो हामी ए साँच्ची हामी त भ्लग सुरु गर्ने बेलामा त कस्तो जोसमा थियो है एकदम यस्तो रमाइलो गरेर जाने भन्थ्यो है अघि हामीले स्टार्ट भ्लग हामीले हिजो भ्लग स्टार्ट गरेर त हामीले है के सोचेको थियो के भइदियो भने जस्तो भयो कि है केही हुँदैन यता हेर न कति लजाको हो सोचेको जस्तो भयो भने जिन्दगी त आँखा भयो नि त आहा होइन आहा नभए नि हल्का त हुनु नि हो अघि रमाइलो अलिअलि त हुनु नि हुँदैन सोचे चाहिँ जिन्दगी फन क्यामेरा यस्तो गरेर बोल्नु हेर त कस्तो पो देख्छ क्या दिनु मन छ भन्नुहोस् आज यो बिहे कस्तो भयो जनता जान चाहन्छन् अब जे हो त्यही बोल्ने मान्छे सो बोरिङ भन्न चाहन्छु म चाहिँ मतलब सोचे जस्तो रमाइलो भएन त्यहाँ गएर हामीले सोचेको थियो नाचगान हुन्छ मजाले दिने हो सोल्टिने ना तानेर भनेको कहाँ तान्नु नि गएर त अब सबै ओल्यास्त भइहाल्यो खानासाना खायो त्यहाँदेखि त सुत्नेतिर आलापत्र कति घन्टा सुत्नु भयो त नि 4, 4:30, 5, 6, 7, 8 5 घन्टा भनौँ न 4 घन्टा जति भनौँ न अनि यता चाहिँ अब दिमाग खराब गरेर हिजोको बिहे कस्तो भयो जनता जान चाहन्छन् अमनलाई कस्तो लाग्यो साथीहरू लगायो तैँले मलाई यत्रो बेर आधी घन्टा मलाई के भयो हिजो बिहे ल जल्दी भन हिजो एकदम राम्रो भयो रमाइलो भयो तर अलिक बोक्दाखेरि चाहिँ यता यता क्यामेरामा हेर्नु न अलिक बोक्दाखेरि चाहिँ हात दुख्यो हिजो एकदम रमाइलो भयो तर अलिकति त्यो भनेको त छुट्टै हो तिमी के हो भन्नु न किन भनौँ रमाइलो भयो तिमी के हो भन्नु यो किन लाग्यो जल्दी यो त अब दुली बोकेर होला गाई हो बहिनी होला नि दाइ म हो दुली बोक्यो मेरो बहिनी बोक्यो बहिनी बोकेर मलाई लगाइदियो 500 रुपियाँ लगाइदियो 500 रुपियाँ अनि मतलब न ठुलो 500 रुपियाँ लगाइदियो त्यही हो ठिक छ यो गाउँसम्म नै उयो हुन्छ अरे गाउँसम्म चाहिँ लाएर जान्छ अरे वाह कस्तो रमाइलो के चिज यो ल अब हामी घरतिर लाग्छौँ आजको भ्लग चाहिँ यहीँ सकिएको घोषणा गर्दै अब गाडीमा चट्ट लाएर सुतेर जान्छ मजाले है थकै लाग्छ धेरै सो द्याट्स अल गाइज ल थ्याङ्क्स फर वाचिङ होप यु गाइज इन्जोय द भिडियो अब हामी छिट्टै नेक्स्ट भ्लगमा भेट्नेछौँ ल छिट्टै भेटौँ ल